Photo House. We add moments to your day. मेहंदी राचण लागे हाथा में बनडेर नाम रे। मेहंदी राचण लागे हाथा में बनडेर नाम रे। आई शुभ घड़ी देखो मारे आंगन आज जी। ओ आई शुभ घड़ी देखो मारे आंगन आज जी। चोरी बन्नों की सहेली रेशम की डोरी चोरी चोरी पे मर गया ये लड़की है अल्लाह हाय रे अल्लाह ये लड़की है अल्लाह हाय रे अल्लाह। ओ राधा बोली दीवानी है, ओ राधा तो पंचवानी है। ओ राधा को संभालो, कोई इसे बता दो कि मिलेगा न कोई सवरिया। ओ राधा तेरी चुनरी, ओ राधा तेरा चल्ला, ओ राधा तेरी मक्खन नजरिया। ओ राधा तेरा झुमका, ओ राधा तेरा झुमका, बिजू बिजू सारी नगरिया। मैंने तुझे आएगा तेरे सजना, डोली सजा के रखना। बोल चूड़िया, बोल कंगना, हाय मैं हो गई तेरी साजना। बोल चूड़िया, बोल कंगना, हाय मैं हो गई तेरी साजना। तेरे बिन नहीं लगता मेरे तो मर जाऊंगा। बोल चूड़िया, बोल कंगना, तेरा साजना। तेरे बिन नहीं लगता मैं तो मर जाऊंगा। चले जा सोनिया मैं चले जा, दिल ले चले जा। मैंने बंद आँखें मैंने सारे तुमने छाया छे। मैंने बंद आँखें मैंने सारे तुमने छाया छे। तुम ही तुम हो मेरी सांसों में और हो ख्यालों में। मैंने बंद आँखें मैंने सारे तुमने छाया छे। कैसे तुमको ये बताएं, कैसे तुमको ये समझाएं, दर्द दिल का हाल क्या है, कैसे तुमको ये बतलाएं। कैसे तुमको ये बताएं, कैसे तुमको ये समझाएं, दर्द दिल का हाल क्या है, कैसे तुमको ये बतलाएं।
मुंडा थोड़ा ऑफ बीट है पर कुड़ियां दे नाल बहुत स्वीट है। मुंडा थोड़ा ऑफ बीट है पर कुड़ियां दे नाल बहुत स्वीट है। ढोंगी सा ये बड़ा ढीठ है, वायरल हो गया ये ट्वीट। पर फूल वूल करने में कूल तू बड़ी तेज कटारी है। शगन तेरी की लगन तेरी की हमने कर दी तैयारी है। नचते ने सारे रल मिल के आज हिले डुल के ले सारे के सारे नजारे। नचते ने सारे रल मिल के आज हिले डुल के ले सारे के सारे नजारे। खसमानों का नाम
चाहना मनमा उडाइ ल्यायो कि आवारा मौसमले चाहना मनमा उडाइ ल्यायो कि आवारा मौसमले यो मनको कुरा चढे आँखैमा बुझलन करैले यो पल पल को आवाज हो टिक्दैन कोही यहाँ उडायो हावाले यो मन उडायो हावाले उडायो हावाले यो मन उडायो हावाले गुन्जने यो आवाजको भावना छ बेग्लै सुस्तरी भोला है नबुझ्ने छैनन् कोही बहाना मनमा बढाइ ल्यायो कि आवारा यो पलले यो मनको कुरा चढे आँखैमा बुझलन करैले यो पल पल को आवाज हो टिक्दैन कोही यहाँ उडायो हावाले यो मन उडायो हावाले उडायो हावाले यो मन उडायो हावाले सुमनसवन्दित सुन्दरि माधवि चन्द्र सहोदरि हेममयि मुनिगणवन्दित मोक्षप्रदायिनि मञ्जुळवासिनि वेदनुते पङ्कजवासिनि देवसुपूजित सद्गुणवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् ऐकलिकल्मषनाशिनि कामिनि वैदिकरूपिणि वेदमये क्षीरसमुद्भव मङ्गलरूपिणि मन्त्रनिवासिनि मन्त्रनुते मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय माम् जय वरवर्णिनि वैष्णवि भार्गवि मन्त्रस्वरूपिणि मन्त्रमये सुरगणपूजित श्री
शास्त्रफलप्रदज्ञानविकासिनि शास्त्रनुते भवभयहारिणि पापविमोचनि साधुजनाश्रितपादयुते जय जय हे मधुसूदनकामिनि धैर्यलक्ष्मि जय पालय माम्। जय जय दुर्गतिनाशिनि कामिनि सर्वफलप्रदशास्त्रमये रतगजतुरगपदादिसमानुत परिजनमण्डितलोकनुते हरिहर ब्रह्म सुपूजित सेवित तापनिवारिणि पादयुते जय जय हे मधुसूदन कामिनि श्रीगजलक्ष्मी पालय माम्। ऐकगवाहिनि मोहिनि चक्रिणि रागविवर्धिनि ज्ञानमये गुणगणवारिधि लोकहितैषिणि सप्तस्वरवरगाननुते सकलसुरासुरदेव मुनीश्वर मानव वन्दित पादयुते जय जय हे मधुसूदन कामिनि सन्तान लक्ष्मी पालय माम्। जय कमलासनि सद्गतिदायिनि ज्ञानविकासिनि गानमये अनुदिनमर्चित कुङ्कुमधूसर भूषित वासित वाद्यनुते हर पल नौलो नौलो तिम्रो साथ सुनौलो हर पल नौलो नौलो तिम्रो साथ सुनौलो तिमी आयौ जीवनमा आयो खुशी पहिलो तिमी आयो जीवनमा आयो खुशी पहिलो तिमी नै हो मेरो जिन्दगी तिमी मारे मेरो हर खुशी सधैँलाई सधैँलाई तिमी नै हो मेरो जिन्दगी तिमी मारे मेरो हर खुशी सधैँलाई सधैँलाई पारेलीमा बास दिन्छु तिमीले फेर्ने सास बन्छु मनको मित प्रेम गीत तिमीलाई म खास भन्छु सपना बनी आउनु सधैँ निदाउँछु म जहिले सपना बनी आउनु सधैँ निदाउँछु म जहिले तिमी नै हो मेरो जिन्दगी तिमी मारे मेरो हर खुशी सधैँलाई
आत्माले ईर्ष्या गर्छ देख्छ तिमीलाई जहिले तिमी नभए फुल पनि फुल्थे होलान् कहिले।
समय लाग्यो है सोची जस्तो भयो न आँखा हेरी बोल्न गाह्रो झन् मन खोल्न बिति गए दिनहरू केही सोच्छु म बरु स्वर्गकी पारी तिमी मुटुभरि भारी तिमी के भन्छौ केही वर्षमा निराशा नि हर्षमा जीवन यो बाग्दो खोला सोचे झै सधैँ नहोला कि थाम्छौ मेरो यो हात अटुट मायाको साथ हेर न तिमी र म भविष्य साथै कोर्न हिँडिरहेछौ आज आशा र खुसी माझ अतीत पछि छोड्दै मिठा सपना जोड्दै आइपुग्यो यो मोडमा अब मन नतोडन स्वर्गकी पारी तिमी मुटुभरि भारी तिमी के भन्छौ केही वर्षमा निराशा नि हर्षमा आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली सपनामा
तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली आज किन सपनामा झुके जस्तो लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली बेहुली मुख्य
यदि सानी र दाजुहरू मिलेनन् भने दुईटा साइड खाली लाने प्रचलन छ हामीले फेरि दुईटापट्टि हाड्छु भन्छ मगर पल्लै हो अब चाहिँ उसले भनेको 10,000 मा 500 मकिनेवाला
चढ़े आओ सखियोनी बेड़ा सजे हाँ मेरा सजना मिले आ सजना मिलन वधाइया नी सजन डोली लेके आना नी बेड़ा सजे मेरा सजना मिले आ सजना मिले आ सजना मिले आ नया नया सजो है संसार नया नया सजाओ है संसार नया नया सजो है संसार नया नया सजाओ है संसार नया नया सजाओ है संसार सुख दुःख बाटो है मिलेर घामको पहिलो किरण छुन्छ गरा गरा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा नया नया सजो है संसार सुख दुःख बाटो है मिलेर घामको पहिलो किरण छुन्छ करा करा आफ्नै डाँडा काँडा आफ्नै गाउँ सारा नया नया सजाओ है संसार सुख दुःख बाटो है मिलेर नया नया सजाओ है संसार नया नया सजाओ है संसार
यो पार्टी भर्ने भनेको सासूबारी मिलेर काम गर्ने भन्नु खोजेको कुरो मलाई ठुलो लाग्यो कि मिलेर बस्ने मिलेर काम गर्ने ल अब हेरै तिमीले सपोर्ट गर्दै पनि पायो हजुर पूजा र टिका लाने खोइ यहाँ टिका यहाँ असिधै छ कि यहीँ बिस्तारै बिस्तारै छोरा दिएको पैसा त कहाँ दिने बाबु त्यही भएर चाहिँ यहाँ भनेपछि बिस्तारै चिन्दै गइहाल्छ अरू अगाडि नखर्च्नु मिलेर बस्नु मिलेर बस्नु मेरो घर भनेपछि जहाँसुकै टोक लाग्छ भान्जा बाबु मेरो माया के हो भनी भन्नु पर्दैन सायद यति धेरै चोखो माया कोही गर्दैन सायद मेरो आँखा बनेर हेर मेरो धडकन सुनेर हेर सायद पाउने छौ थाहा तिम्रो छ त्यहाँ सबैभन्दा राम्रो कुरा सही त्यहाँ बनाएको तिमीलाई नसम्झेको पल हुँदैन मनभित्र तिमी बाहेक अरू केही छैन आफै सोच आफै बुझ मैले के भनु र साँच्चै माया गर्छु म तिमीलाई हजुर
मेरो धडकन सुनेर हेर सायद पाउने छौ थाहा तिम्रो प्रिय छ त्यहाँ अनि फटफट बोल्छु के अरे भनेर मैले फेरि पहिले गएर बल्ल बल्ल लक्ष्मीको हाम्रो पनि तिमी सँगै बसिरहु भन्छ मेरो मन तिम्रो नाम गरिदेऊ कि तिमी हुन्छौ जताततै अरू के सोचौँ र साँच्चै माया गर्छु म तिमीलाई हजुर मेरो आँखा बनेर हेर मेरो धडकन सुनेर हेर सायद पाउने छौ थाहा तिम्रो प्रिय छ त्यहाँ बुहारी नधारा आँसु आमा कान्छी नभेम्बरमा खोकी पनि नला रुवा नला चोरोदार पनि भने त्यहाँ भन्दा तिम्रो प्रिय छ त्यहाँ तिम्रो प्रिय छ त्यहाँ आओ मेरो नजिक हाम्रो धडकन साटी हेरौँ तिमी सुन म सुनाउँछु मनभरिका मेरा मायाका धुनाहरू मेरे आकृति भेटाए तिम्रो ओठलाई चुमी हेर्दा मायाको अर्थ थाहा पाए तिम्रो हातलाई थामी बस्दा साथको अर्थ थाहा पाए भन्नु मेरो यति नै हो तिमीलाई अब मन मेरो आतेको बेलामा हाँसो तिम्रै सहारा बनो गर्मीले सताउँदा तिम्रै केशको शीतल छहारी मिलो दिनलाई घाम रातलाई जुन झै मलाई तिम्रो भर हो अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर हो अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर आऊ मेरो नजिक हाम्रो धडकन साटी हेरौँ तिमी सुन म सुनाउँछु
सक्ने गरी ओहो हो, जे छ मेरो सबै तिमी नै हो सधैँभरि यसै गरी माया गर छौ तिमी सधैँ नै सँगै यो आशा होइन भरोसा मेरो 2-4 वर्षको होइन यो नाता हाम्रो जुगौ जुगको एक्लो यो मनको अब तिमी बिना को नै छ र अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर मेरो नजिक हाम्रो धडकन साटी हेरौँ तिमी सुन म सुनाउँछु मनभरिका मेरा मायाका धुनहरू चाहिँदैन अरू तिमीलाई सबै खुसी दिए पहिले मरु तिमी मेरो पहिलो माया चाहिँदैन अरू तिमीलाई सबै खुसी दिए पहिले मरु मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी मलाई तिम्रो मनको कुनामा मेरो जिन्दगी बनी बस मेरो सानो मनमा सजाइ राख तिमी मलाई तिम्रो मनको कुनामा Hey,
सोनी सल्ला धुपैले सल्ला धुपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले
सम्पूर्णमा म आज यस विशेष कार्यक्रममा मेरो पुत्र र मेरो पुत्रवधूको शुभविवाह कार्यक्रममा त्यो रिसेप्सन कार्यक्रममा उपस्थित हुनुभएकोमा मेरा सम्पूर्ण दाजुभाइ दिदीहरूमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म सर्वप्रथम मेरो पुत्र सुलभ विष्ट र पुत्रवधू दिपालाई म यस सजाइएको आसनमा आसन ग्रहणमा सर्वप्रथम अनुरोध गर्न चाहन्छु र यस विशेष कार्यक्रम मार्फत म उनीहरूलाई विगत वर्तमान र भविष्य तीनटा कुराहरूमा केही भूमिकाहरूमा
म उनीहरूलाई सकारात्मक सन्देश प्रवाह गर्न चाहन्छु। त्यसबाट उनीहरूले सकारात्मक रूपमा ग्रहण गर्नु भन्ने मेरो अपेक्षा छ। तर यो समय फरक छ, बदलिँदो छ। त्यो भोलि भोगाउँदै जाँदा बिग्रदै जाँदा नकारात्मक पनि हुनसक्छ। तर त्यो नहोस् भन्ने म प्रार्थना गर्दछु र कामना गर्दछु। यहाँ मेरा अग्रज, मेरा हाकिम साहबहरू हुनुहुन्छ, मेरा सहकर्मी दिदीबहिनीहरू हुनुहुन्छ, मेरा टोल छिमेकका दिदीबहिनीहरू हुनुहुन्छ। सम्पूर्णमा म उहाँहरूलाई नमन गर्न चाहन्छु। मैले यस विशेष कार्यक्रममा निमन्त्रणा मार्फत, कसैलाई SMS मार्फत, कसैलाई मेसेन्जर मार्फत निमन्त्रणा पठाएँ। उहाँ जे जति आउन सक्नुभयो, तर 90% भन्दा बढी आउनुभयो। उहाँ आइपुग्नु भएकोहरूमा उहाँलाई म विशेष धन्यवाद पनि भन्न चाहन्छु। र यो कार्यक्रम व्यवस्थापन गर्दा म घरमा एकल सदस्य, मेरा बुबा मुवा वृद्ध हुनुहुन्छ, अरू पनि आफ्ना काममा व्यस्त भए। मैले सम्पूर्ण व्यवस्थापन गर्नुपर्दा केही कमी कमजोरी गल्ती भयो होलान्। यसलाई हजुरहरूले सम्पूर्ण रूपमा, सम्पूर्ण जो मित्रहरू मेरा टोलवासी हुनुहुन्छ, मेरा दिदीबहिनीहरू हुनुहुन्छ, बुवा मुवा हुनुहुन्छ, मेरा दिदी भाउजूहरू हुनुहुन्छ, मेरा जेठान साला जोहरू हुनुहुन्छ, सम्पूर्णले कमी कमजोरीलाई म बिर्सिनु होला भन्ने र त्यो कमी कमजोरीलाई क्षमा माग्छु भन्ने पनि म भन्न चाहन्छु। सर्वप्रथम मेरा पुत्र सोला विष्ट र पुत्र बधु दिपालाई म यहाँ स्टेजमा आदिन म विशेष अल्लाह गर्छु। हाम्रो कार्यक्रम करिब सम्पन्न हुन गइरहेको छ। म उनीहरूलाई केही सकारात्मक सन्देश प्रवाह गर्न गइरहेको छु। त्यो सन्देश मेरा पुत्र र मेरा पुत्र बधुलाई मात्र होइन, भोलि उनीहरूका पुत्र र पुत्र बधुमा पनि हो भन्ने म कामना गर्न चाहन्छु। पक्कै पनि हजुरका छोराछोरी होलान्, नहुनेका पनि हुन्छन् र छोरा नहुनेका पनि छोरी हुन्छन्। छोरीले पनि भोलिबाट घर जिम्मेवारी सम्हाल्नु पर्छ। त्यो ज्वाइँ पुत्र हो, छोरी नहुनेको लागि ज्वाइँ पुत्र हो, छोरी नहुनेको लागि छोरी बुहारी पुत्र हो, बुहारी छोरी हो। यो कुरा सबैले मनन गर्न आग्रह गर्दछु। अब मेरा पुत्र सुलभ विष्ट र धार्मिक परम्परा अनुसार, धार्मिक मान्यताले, धार्मिक संस्कारले मान्यता दिएको गोत्राचार विधिबाट गोत्र परिवर्तन गरी मेरो गोत्रमा आउनु भएकी आइएकी मेरी बुहारी दिपा हिजो उफ्रेकी छिन्, आज विष्ट भएकी छन्, उनलाई पनि म विशेष रूपमा यो सन्देश गर्न चाहन्छु। एउटा कुरा मैले भन्नै पर्छ, आज सार्वजनिक गर्नै पर्छ। किनभने हिजोको दिनमा उच्च शिक्षा हासिल गर्ने क्रममा जो मध्यम शिक्षा म आफैले मेरो योग्यता क्षमता अनुसार यहाँ प्रदान गरेँ। मेरो पुत्रले, पुत्र सुलभ, म आज गर्वका साथ भन्न चाहन्छु, उसले आफ्नो योग्यता क्षमता र विवेकले भारतीय सरकारको छात्रवृत्ति भुटानबाट भारतीय दूतावासको जुन निःशुल्क छात्रवृत्ति जो छँदैछ, तर पकेट खर्च समेत सशुल्क रूपमा दिएको छात्रवृत्ति प्रदान गरी बेङ्गलोरको रमैया इन्स्टिच्युटमा अध्ययन गर्न जाने क्रममा म उसलाई पुर्याउन जाने क्रममा थिएँ। तर मेरो छोराले त्यतिखेर यति आत्मविश्वासका साथ भनेको थियो, बाबा म आफै जान सक्छु, हजुर किन दुःख पाउनुहुन्छ, म जान्छु भनेको थियो। तर पुत्र वात्सल्यताको क्रममा मैले छोरालाई एक्लै पठाउन सकिनँ र छोरा म जान्छु, तँलाई व्यवस्थापन गरेर म फर्केर आउँछु भनेर म जान लाग्दा मेरो श्रीमती शोभा जो सुशील छन् र व्यवहारिक रूपमा सिधा पनि छन्, उनको साथ लागेर मैले छोरालाई के भनेको थिएँ भने, छोरा उमेर पुगेपछि वैवाहिक कार्यक्रम गर्नुपर्छ, तिम्रो लागि एउटा साथी चाहिन्छ, त्यो साथी छान्दा सम्भव हुन्छ, तिमीले चाहन्छौ भने पनि तिमीलाई हाम्रो रोजाउने हो, रोजाउँछु, तिमीले हुन्छ भने मात्रै म अग्रसर हुन्छु। होइन, यदि तिमीले पढ्दा अध्ययन गर्दा कुनै दिदीबहिनीहरूसँग तिम्रो मित्रता गाँच्ने अवस्था आएछ भने आफ्नो गोल घरा इज्जतलाई कायम गरेर, प्रतिष्ठालाई कायम गरेर, आफ्नो धर्म संस्कृतिलाई कायम गरेर
त्यो रोकिदियौँ भने हामी गौरवान्वित हुन्छौँ र त्यसलाई हामी सहज रूपमा स्वीकार गर्न सक्छौँ भनेर मैले भनेको थिएँ। त्यसमा मेरो धर्मपत्नीले के अवरोध गरिन् भने छोरालाई अहिले त्यस्तो सिकाउनु हुन्छ त्यो भन्न हुँदैन, छोरालाई कमसेकम यस्तो बाहिर जाने यस्तो गर्न हुँदैन भनेर भन्नु परेमा अहिले त्यस्तो सन्देह पनि हो भनेर भनेकी थिएँ। मैले उहाँलाई सम्झाएँ हामी प्रगतिशील समाजका मान्छे हौँ। हिजो मेरा बुवा उहाँहरू जुन समाजमा हुर्कनु भयो त्यो उहाँको अवस्थामा भन्ने अवस्था थिएन। हामी प्रगतिशील समाजमा आइसकेका छौँ। म पनि थोरै पढे पनि मध्यमवर्गीय पढे पनि म यो समाज घुमेको छु। त्यसकारण हामीले हाम्रा छोराछोरीलाई त्यो संस्कार सिकाउनुपर्छ, त्यो संस्कार दिनुपर्छ भनेर भनेको थिएँ। त्यही क्रममा मेरो छोराले हुन त मैले छोडेको भए पनि मैले मेरो छोरालाई नबोलाइकन मैले त यो सम्बन्ध गाँच्ने थिइनँ होला। तर आज छोराले आफैले सक्षम पढे लेखेकी सुदृढ सुन्दर मेरो बुहारी केटाउको जो आज धार्मिक संस्कार गोत्रको पक्षबाट हाम्रो गोत्रमा आएकी छन्। हिजोदेखि नै उनी मेरो बुहारी मेरो घरको जाने गरे बुहारीको रूपमा परिवर्तन भएकी छन्। उनी आएकी छिन्, उनलाई उसले ग्रहण गरौँ र सम्पूर्ण कुरा जात धर्म संस्कृति परम्परा सब मिलेकोमा हाम्रो परिवार गौरवान्वित छ। म एउटै कुरा आज मेरा पुत्र र पुत्रवधूलाई के सन्देश दिन चाहन्छु भने तिमीहरूले मैले जुन सकेर आज मेरो 92 वर्षको बुवा र 80 वर्षको आमालाई जुन किसिमको संस्कार दिएको छु आजसम्म म सक्षम छु। मलाई कसैको सहयोग छैन, तर जुन दिन म सक्षम हुनेछु त्यस बेलामा तिमीहरूको सहयोग साथ मैले पाउनेछु भन्ने म अपेक्षा गर्न चाहन्छु। मैले भनेको छु तिमीहरूले जुन दिनसम्म चर्न जानेछौ चर, आफूबाट म सक्षम हुन्जेलसम्म तिमीहरूले मलाई कुनै किसिमको सहयोग छैन। जुन दिन म असक्षम हुनेछु त्यस दिन तिमीहरूको मलाई संरक्षण चाहिन्छ मैले भनेको छु। त्यसकारण त्यो संस्कार सिक्नुपर्छ र सिकाउनुपर्छ र भोलि यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मेरा आदरणीय मित्रगण दाजु बाबु बुवा मुवा मेरा जो जति नाता पर्नुहुन्छ उहाँका छोरा छोराले पनि संस्कार सिकुन् र यी सम्पूर्ण मैले आज सार्वजनिक गरेको छु यी सम्पूर्ण मेरा इष्टमित्रको अगाडि मेरा पुत्र र मेरा पुत्रहरूले संस्कार सिकुन् र त्यो म गर्नेछु भन्ने प्रण गरौँ भन्ने कामनाका साथ म उनीहरूलाई यो सन्देश दिन चाहन्छु। र मेरा सम्पूर्ण मेरा आगन्तुक मित्र जुन अपार आगोको मौसम खराब भयो त्यो मौसमका बाद पनि त्यही समय ढिला भयो। आज म यति चिन्तित थिएँ त्यो मौसम खराब भयो मैले यो कसरी मैले 500 मान्छेलाई बोलाएको छु मैले कसरी म्यानेज गर्छु मैले बडा चिन्तित थिएँ। तर मेरो परिवार यति चाहिँ गरे सुदृढ छ, यति सक्षम छ, यति लगनशील छ, यो परिवारमा यति यो समाजमा गाउँ समाजमा भिजेको परिवार छ कि उनीहरूलाई गल्ती भयो भने पनि म गल्ती गर्ने गल्ती भयो म क्षमा चाहन्छु भन्ने हैसियत लाग्दछ भन्ने साथले म गर्वका साथ म खुसी थिएँ। र आज त्यही भयो म यो कार्यक्रम सञ्चालन गर्दा मबाट मेरो परिवारबाट मेरो मेरा बहिनीहरू मेरा भाइहरू मेरा बुवा मेरा जति इष्टमित्रबाट केही गल्ती भएको भए हजुरहरूले यो गल्ती स्वीकार दिनु होला। म माफी माग्न चाहन्छु र गल्ती भएको छैन भने असाध्यै राम्रो भने स्वीकार दिन चाहन्छु। र मेरा छोराबुहारीहरूलाई भोलि यो सन्देश र छोराबुहारीसँग जाओस् भन्ने प्रण गर्दै मेरा भइसकेको चाहन्छु। आजको यस कार्यक्रमको औपचारिक कार्यक्रम सम्पन्न भएको म घोषणा गर्दछु। धन्यवाद। धैर्य धारण गरिदिनु होला। सर्वप्रथम म हाम्रो परिवारको मेरो पिता ज्ञानराज विष्ट र माता खिलकुमारी विष्टको 25औं सदस्यको रूपमा हाम्रो पुत्रवधू रम्बालाई स्वागत गर्न चाहन्छु। यहाँ उपस्थित हुनुभएका हाम्रा निम्तालुहरूले केही सजेसनहरू दिनुभएको छ। हामीले सोध्यौँ जो विवाहित हुनुहुन्छ आफ्नो अनुभवहरू राम्रो नराम्रो एउटा मुद्दाहरू लेखेर दिनु भनेका छन्। जसले पार्टिसिपेट गर्नुभयो
उहाँहरूले आफ्नो सुझावहरू यसमा दिनुभएको ध्यान दिएर सुन्नुहोला। यी सुझावहरू हजुरहरूलाई पनि अवश्य काम लाग्छ। मनपर्ने बानी लेख्नुभएको छ सहयोगी, तर मन नपर्ने लेख्नुभएको छ रिसाउने। चलो सोचौँ, सरल जीवन पद्धति यापन गरौँ। राम्रो बानी, इमान्दार, विश्वासिलो, परिपक्व। नराम्रो बानी, कम बोल्ने। राम्रो बानी, वेल बिहेभ। नराम्रो बानी, टाइम ही स्पेन्ड्स अन मोबाइल फोन। राम्रो बानी, the way he cares for me. नराम्रो बानी, अवश्य सुन्नुहोला, रिसाउँदा नफकाई आफै ठुस्स पर्छ। सकारात्मक बानी, गुड ह्युमन बिइङ। नकारात्मक बानी, always busy in reading books. राम्रो बानी, छिटो उठ्ने, पाठ पूजा गर्ने। नराम्रो बानी, छिटो रिसाउने। राम्रो बानी, बिहान छिटो उठ्ने। नराम्रो बानी, आफ्नो ढिपी नछोड्ने। राम्रो बानी, मसँग नरिसाउने। नराम्रो बानी, आफ्नो ढिपी नछोड्ने। अर्को लेख्नु भएको छ, मैले त के भन्छु भन्ने सोचेको थिएँ, सबै बिर्सी। अब एकजनाले लेख्नु भएको छ, पन्नाभरि लेख्नु भएको छ, ध्यान दिएर सुन्नु होला। पारिवारिक जीवनमा अनेक उतार चढाव आए, तर त्यसलाई आफूले वहन गरेर यहाँसम्म आइयो। सहज तरिकाले यापन भएको छ। बिहान चाँडै उठेर आफ्नो नित्य काम गरिन्छ। कुनै कुरा आफूलाई मनपर्छ, कुनै मन नपर्ने हुन्छ, तर माया एक आपसमा बराबर हुनुपर्छ। यी सबै उदाहरणहरू जो विवाहित जीवन बिताइसक्नु भएको छ, उहाँहरूले आफ्नो अनुभवको आधारमा लेख्नु भएको। यी सबै सुझावहरू अवश्य पनि हाम्रो ज्येष्ठ पुत्र सुलभराज विष्ट पुत्रवधू दीपालाई अवश्य पनि उपयोगी हुनेछ। आज मैले एउटा कविता लिएर उपस्थित भएको छु। मेरो कविताको शीर्षक छ भक्तपुर चितवन। सम्बन्ध यो सुमधुर अपार छ तागत, आगन यो किरतीको गर्दैछु म स्वागत, आगन यो किरतीको गर्दैछु म स्वागत। भक्तपुर चितवन, बेङ्गलोरको मिलन बिन्दु, दुई नेपाली मन। भक्तपुर चितवन, बेङ्गलोरको मिलन बिन्दु, दुई नेपाली मन। कतिहरू नजरको प्यास मेटिएन, बयान गरौँ कसो गरी शब्द भेटिएन। रङ्गी चण्डी फुल कति ज्ञानको बगानमा, लाली फुल सजाएको छ उसले नयनमा। जिन्दगीको यात्रा कतै पाइला रोकिएकी, नजरसँगै दोबाटोमा मुस्कान साटिएकी। दीप पनि आयौ दीपा साथ सुलभको, सजाउनु ती फुलहरू घर आँगनको, सजाउनु ती फुलहरू घर आँगनको। नित्य कर्म पूजा पाठ फुल टिपिदेऊ, देवता हुन् बुवा मुमा आशीर्वाद ल्याऊ। माया तुति बाबा आमा सहयोगी भाइ, राख्नु सधैँ हृदयमा बहिनीहरूलाई, राख्नु सधैँ हृदयमा बहिनीहरूलाई। बिराउला बाटो उसले सम्झाउनु तिमीले, सुन्दरको फुलबारी सजाउनु तिमीले। सम्बन्ध यो फक्रँदैछ तिम्रो चयनको, बग्ने छैन
गाजलुती तिम्रो नयनको बग्ने छैन गाजलुती तिम्रो नयनको आउँदा साडा आउँदा पर्व सम्झिदिए पुग्छ लाली ओठ मुस्कान मिठो साटिदिए पुग्छ छटपट्टिमै पर्खँदैछन् अदृश्य छन् घाउ दिन दुखी असहाय मलम पट्टी लाउ पुरा हुन् तिम्रा सारा इच्छा मनोकामना चुम्नु शिखर उन्नतिको गर्छु यही कामना चुम्नु शिखर उन्नतिको गर्छु यही कामना भक्तपुर चितवन बेङ्गलोरको मिलन बिन्दु दुई नै पाली मन बेङ्गलोरको मिलन बिन्दु दुई नै पाली मन धन्यवाद जीवनको यो नयाँ पडावमा हामी सबै साथीहरू मिलेर चाहिँ एउटा सानो गेम खेलाउँदैछौँ है माइकले आवाज सुन्दैछ गेम खेलाउँदैछौँ र त्यसमा चाहिँ लेट अस स्टार्ट है र यसमा अनेक आन्सर छ कि छैन दुधको दुध पानीको पानी ठाउँको ठाउँ देखिन्छ किनभने टर्काले हेर्न पाइने छैन तिमीहरूले चाहिँ भर्ती आन्सर दिने सुझाउने उठ्दै है and let us begin. अब दुईजनामा हैन फर्स्ट भनेको चाहिँ इन्टेलिजेन्स बाट सुरु गरौँ who is the smartest one among you who spends more money whose family is the most lovable I say love very democratic style okay मेरा क्वेश्चन क्या है अब प्लीज माफ कर दो Who was the